सेवान्ने नमस्ते। अहिले चाहिँ म यहाँ ह्याप्पील्यान्ड आइपुगेको छु। यो चाहिँ नेपालमा हो। अनि यो चाहिँ मैले सुनेको थिएँ र भिडियोहरुमा ब्लगहरुतिर मैले यो हेरेको थिएँ र आज चाहिँ म यहाँ आइपुगेको छु। बिहामा यिनै यो सुरुङ्गा भन्छ यो ठाउँ। अनि यिनै यो पनि पर्दो रहेछ। बेघर पनि यी छेउमा नै हो। बेघरमै आएको त्यही मौकामा चाहिँ यहाँ पनि निस्केको हो। हेर्नुस् है, यो भित्र यसरी पार्क रहेछ मज्जाको। यहाँ भित्र चाहिँ फुलहरू विभिन्न प्रकारको फुलहरू यसरी राखेको रहेछ। अनि ठुलो पार्क नै रहेछ यो। यसरी हेर्नुस् है, यहाँबाट सानो सानो फाउन्टेनहरू पनि देखिँदैछ। अनि यहाँ भित्र त्यसै एउटा डेमोको लागि यो एउटा प्लेन पनि राखिएको रहेछ। डेमो रहेछ नि त। यहाँ चाहिँ मसिनो फाउन्टेनहरू पनि रहेछ। फुलहरू रहेछ मजाको। नानीहरू लिएर पनि मजा आउने रहेछ। यहाँ चाहिँ नानीहरूलाई पनि खेल्नको लागि पार्क रहेछ। अब पार्क भनौँ। नानीहरू लिएर त्यहाँ साह्रै मजा आउने रहेछ। उनीहरूले चाहिँ इन्जोय गर्ने रहेछ। यहाँ यसरी हेर्नुहोस् है, यस्तो यहाँबाट पानी झर्दैछ झलललल। यहाँ क्यान्टिनहरू पनि रहेछ। यस्तै प्रकारले यहाँ चाहिँ बोटहरू पनि खेल्न सकिने रहेछ। झिल रहेछ यहाँ चाहिँ। हेर्नुहोस् है, झिल रहेछ यहाँ चाहिँ। मजाले यहाँ चाहिँ बोटिङ चाहिँ मैले बोट त देखिनँ। बोटिङ चाहिँ गर्नु सकिँदैन होला सायद। त्यो प्रकारले यहाँ म तपाईँहरूलाई देखाउँछु है। त्यो डेमोको लागि यहाँ प्लेन पनि राखिएको रहेछ। जस्ट यो अब डेमोको लागि मात्रै राखिएको हो यो। हेर्नुहोस् न, प्लेनको डेमो अब यो यहीँ भित्र पनि पसौँ न। चिन चाहिँ बन्द गरेको रहेछ त्यहाँ चाहिँ। यस्तो डेमोको लागि मात्रै राखेको रहेछ। त्यहाँ भित्र स्केटिङ गर्न सकिने रहेछ। यस्तो प्रकारले मजाको। यहाँ होइन, बोटिङ भन्दाखेरि बोट पनि रहेछ। यहाँ बोटिङ पनि गर्न सकिने रहेछ हो रहेछ। त्यहाँ मान्छेहरू बोटिङहरू गर्दैछ। त्यो टावरहरू पनि देखिँदैछ मजाले। यस्तो रहेछ नि यहाँ चाहिँ। इफिल टावर जस्तो पनि देखिँदैछ है पर हो। यो चाहिँ सानो त्यो धरहरा जस्तो देखिँदैछ हो। यसरी निकै ठुलै रहेछ। परतिर पनि देखिँदैछ हो। अब निकै ठुलै रहेछ पार्क। ल है, यस्तै छ है अब। हजुर हुन्छ। यहाँतिर हो परसम्म रहेछ नि हो। यहाँ त ठुलो रहेछ पार्क चाहिँ। आज उता पनि हामी घुम्दै जानु चाहिँ सकिने रहेछ है। हजुर
परसम्म देखिँदैछ हजुर परसम्म हामी खिच्न सकिने रहेछ है फोटोहरू यसरी हो अब यो त खेल्ने पर पनि देखिँदैछ हेरौँ न अब साह्रै टाढो त जानु यो त घुम्दै गयो भने त परैसम्म रहेछ नि हजुर उता अझै पर पनि जानु सकिने रहेछ हजुर 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 जाउँ न हजुर परसम्म हजुर घुम्दै आउनुहोस् न परसम्म कहाँ पुग्छ यो त निकै ठुलै रहेछ यो पार्क चाहिँ ठुलै साइजको हजुर डाइनोसर ए मिर्गा पनि रहेछ नि भित्रबाट उयो मिर्गा पनि रहेछ उहाँ हेर्नुहोस् उयो हाँस पनि रहेछ यहाँ ठुङ्दैन होला नि फेरि त्यो मान्छेसँग बानी होला नि पहिला त्यो कोठीतिर त खेदेर पो ठुङ्थ्यो त पछाडि कोठीको त भित्तामा चाहिँ मिर्गा पनि रहेछ है उयो भित्तामा हेर्नुहोस् कत्रो रहेछ नि भित्ता यो चाहिँ अब मिनी ताजमहल रहेछ हेर्नुहोस् है लभ लेखेको यहाँ फोटो खिच्नु पनि सकिने रहेछ त्यस्तै प्रकारले यो चाहिँ अब अरिजिनलमा पुग्नु भयो भने त त्यहाँ अर्कै एक्सपिरियन्स हुन्छ राम्रो छ भने यो चाहिँ सानो एउटा त्यसै यो एउटा ताजमहलको स्ट्रक्चर बनाएर राखिएको रहेछ है ह्याप्पील्यान्डभित्र मान्छेहरूले यहाँ आएर धेरै फोटोहरू खिच्दो रहेछ फेरि फोटोहरू खिच्ने जग्गाहरू छ त्यस्तो छ ह्याप्पील्यान्डको मजा ल्यायो है मजा आयो रिल्याक्स आनन्द हुँदैछ है मजाले दामी 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 अलिकति एक्सिलरेटर चापौँ है दामी दामी लु मजा आइरहेको है लु यो त क्यामेराले के गिर्काउला छ त खुट्टा त अगाडि मजा आउँदैछ यहाँनिर त क्यामेरा पनि उडाउला मजुर चाहिँ यहाँ डान्स गर्दैछ ऊ नाच्दैछ ऊ पङ्ख फिजाएर कत्रो पङ्ख अझै उसलाई त्यो ठाउँ सानो भयो होला कि ऊ पुरा डान्स गर्दैछ हेर्नुहोस् है डान्स गर्दैछ पुरै डान्स गर्दैछ मजुरको चाहिँ पुरै नाच्दैछ हौ त्यो मजुर त यहाँ चाहिँ मृगा रहेछ है ठुलो मृगा भित्तामा सुतिरहेको छ हजुर